सो क्वेसन यस्तो छ है 172.20.25.128/26 चाहिँ हाम्रो कुन सबनेटमा पर्छ यो आइपी एड्रेस जुन छ नि यो अनि यो भनेको आइपी एड्रेस हो अनि /26 भनेको चाहिँ सबनेट मार्क्स जस्तै हो अनि यसले चाहिँ कुन सबनेट भित्र पर्छ यो आइपी यसको फाइन्ड द नेटवर्क आइपी नेटवर्क अनि ब्रोडकास्ट आइपी कुन हो भनेर यो पत्ता लगाउनु पर्यो यो आइपीबाट अनि यसलाई चाहिँ तीनटा डिपार्टमेन्ट जुन चाहिँ 25 कम्प्युटर 12वटा कम्प्युटर र 10वटा कम्प्युटर छ यो आइपी पुललाई चाहिँ हामीले सेपरेट गर्नु पर्यो के अब /26 भनेको के हो बुझौँ है त फर्स्टमा /26 भनेको चाहिँ हाम्रो यो जुन डट 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 छ नि यो आइपी भिफो एड्रेस छ नि यो आइपी भिफो एड्रेसलाई चाहिँ /26 भनेको चाहिँ अगाडिको कतिवटा बिट्सलाई चाहिँ हामीले युज गर्न पाउँदैनौँ भनेर भन्न खोजेको हो कि अब अगाडिको यो एउटा अक्टेट हो नि यो एउटा अक्टेट यो एउटा अक्टेट यो एउटा अक्टेट यो एउटा चारवटा अक्टेट हुन्छ नि आइपिभी4मा भनेको मतलब 1 2 3 4 5 6 7 8वटा एउटा अक्टेटमा 8वटा बिट्स हुन्छ हैन त्यस्तै गरी कतिवटा बिट्स चाहिँ हामीले युज गर्न पाउँदैनौँ चलाउन पाउँदैनौँ हल्लाउन पाउँदैनौँ त्यसलाई के पनि गर्न पाउँदैनौँ भने चाहिँ यो /26 ले भन्छ के भनेको मतलब अब यो सबै बिट्स लेख्छु है म होला सबै खाली ठाउँ छोडे हैन टोटल 32 वटा बिट्स छ यसमा चाहिँ /26 भनेको चाहिँ अगाडिको 26 वटा बिट्सलाई चाहिँ हामीले चलाउन पाउँदैनौँ के भनेपछि यहाँ 8 यहाँ 8 यहाँ 8 24 हो 24 25 26 भनेको यहाँसम्म जुन छ नि यहाँसम्मको बिट्सहरूलाई हामीले हल्लाउन पाउँदैनौँ अब यहाँ 32 वटा बिट्स छ टोटल 32 बिट्समा 26 वटा बिट्स हल्लाउनै पाउँदैनौँ चेन्ज पनि गर्न पाउँदैनौँ भनेको -32 -26 गऱ्यो भने जुन 6 वटा बिट्स छ नि यो 6 वटा बिट्सलाई चाहिँ हामीले मोडिफाई गरेर यो दिएको कम्प्युटरहरूलाई अकोमोडेट गर्न सक्छौँ के भनेको मतलब अब हाम्रो टोटल युजेबल एड्रेस भनेको 32 वटा बिट्स टोटल छ त्यसमा 26 घटायो भने 6 वटा मात्रै भनेको मतलब 2 को पावर 6 वटा बिट्स चाहिँ हामीले चलाउन पाउँछौँ भनेको 2 पावर 6 वटा एड्रेस भनेको 64 वटा एड्रेसेसहरू हामीले चलाउन पाउँछौँ है अब यसलाई यही यो आइपीलाई अब कुन सबनेटमा छ भनेर फाइन्ड आउट गर्ने प्रोसेस चाहिँ हैन फर्स्टमा चाहिँ नम्बर अफ सबनेट इक्वल्स टु 2 को पावर 26 हामीले दिएको क्वेसन जुन छ 26 2 को पावर 26 माइनस 2 को पावर 24 गर्ने के 24 भने चाहिँ हामीलाई लाइक एउटा के भन्नु फर्मुला जस्तै भनौँ न यसलाई /24 चाहिँ हाम्रो बेस भेरिएन्ट भयो /23हरू सोध्न थाल्यो भने हामीलाई एकदमै कम्प्लिकेटेड हुन्छ त्यही भएर /24 चाहिँ हाम्रो बेस डिफल्ट जस्तै भनौँ न त्यही भएर /24बाट गर्ने भनेको 2 को पावर 2 हुन्छ है 2 को पावर 26 माइनस 2 को पावर 24 गऱ्यो भने 2 को पावर 2 हुन्छ भनेको मतलब 4 वटा सबनेट्समा हाम्रो आइपी डिभाइडेड छ हाम्रो जुन आइपी छ नि यो यसलाई चाहिँ 4 वटा भागमा डिभाइड गरेको छ भनेर भन्ने होइन सो 4 वटा भागमा हाम्रो फाइन्ड द नेटवर्क एन्ड ब्रोडकास्ट आइपी पनि भनेको छ अब यो नेटवर्क र ब्रोडकास्ट आइपी कसरी थाहा पाउनु त भने 172.20.25.0 बाट स्टार्ट हुन्छ क्या हाम्रो सबै हैन 0 भने चाहिँ 0 देखि अब हाम्रो 4 वटा सबनेट छ अनि हरेक सबनेटमा 64 वटा एड्रेस छ भनेर हामीले थाहा पायौँ नि त त्यही भएर 0 देखि 63 0 पनि गऱ्यो भने 64 वटा छ नि यो चाहिँ हाम्रो फर्स्ट सबनेट भयो के त्यसै गरी 64 देखि कति हुन्छ 64 + 64 भनेको 128 हुन्छ नि हैन सो 127 सम्म चाहिँ सेकेन्ड सबनेट छ 128 देखि कति हुन्छ 191 सम्म थर्ड सबनेट हो अनि 192 देखि 255 सम्म हाम्रो फोर्थ सबनेट भयो है यस्तो छ अब यो 192 कुन भागमा पर्छ हेर्ने के सो 192 त अभियसली यो भागमा पर्छ 172.20.25.128 वाला पार्टमै पर्ने हो सो यो सबनेट थर्ड सबनेटमा छ भनेर भन्न पाएँ है सो एन्सर 1 यसको एन्सर यही हो थर्ड सबनेटमा छ भनेर भन्ने है थर्ड सबनेटमा छ अब यो सबनेटको फर्स्ट जुन छ नि फर्स्ट आइपी नै हाम्रो नेटवर्क आइपी हुन्छ सो नेटवर्क आइपी भनेको यो फर्स्ट आइपी त्यसपछि अनि लास्ट आइपी भनेको 191 128 चाहिँ नेटवर्क आइपी हो अनि ब्रोडकास्ट आइपी भनेको चाहिँ हाम्रो लास्टवाला हुन्छ भने चाहिँ 191 सो 172.20.25.128 भने चाहिँ
नेटवर्क आइपी हो 172.20.25.191 भनेको चाहिँ हाम्रो ब्रोडकास्ट आइपी भयो कि यो फर्स्ट पार्ट अफ द क्वेसन चाहिँ यसरी थाहा पाउन सक्छौँ होइन फर्स्ट पार्ट यस्तो हो अब सेकेन्ड पार्टमा जाउँ हाम्रो आइपी पुल के छ भने यस्तो एउटा पुल बनाएर होइन हामी सपोज हो हाम्रो फर्स्ट स्टार्टिङ भने त 128बाट स्टार्ट हुने रहेछ नि त 128बाट स्टार्ट हुन्छ अनि यहाँ एउटा 64वटा एड्रेस हाम्रो सरी 128बाट स्टार्ट हुन्छ अनि यो यत्रो पुरै 64वटा एड्रेसहरू यहाँ अट्छ नि त सो यहाँ सकिने भनेको 191मा सकिन्छ है 128 यो पुरै पुललाई कन्सिडर गऱ्यो भने 128 पनि गनेर है 128 पनि गनेर 64 एड्रेस अट्छ यसलाई प्लस गऱ्यो भने 191 हुन्छ होइन अब यो टोटल 64 एड्रेस भएको पुललाई हामीले 3 भाग गर्नु पऱ्यो क्या बिकज यहाँ 3 भागमा डिभाइड गरेर भनेको छ नि त क्वेसनले 25 12 र 10 भनेको छ त्यो यसलाई 3 भागमा गर्नु पऱ्यो कि अब 64लाई हामीले यसरी 3 भाग गर्नु पऱ्यो कि त्यो तिनटै डिपार्टमेन्टलाई मजाले अट्नु पऱ्यो कि सो हामीले चाहिँ के गर्न सक्छ भने /26 भनेको 64 हो नि त अब हामीले अझै एकचोटि /27 गरिदियो भने 32 हुन्छ नि त होइन सो /27 गरिदिने अनि यसलाई 64लाई हाफ गरेर 32 गरिदिने हो कि अब 64 यो टोटल भनेको 64 छ अब मैले /27 गरिदिएँ त्यही भएर यसलाई चाहिँ हाफ यो पुरै आइपी पुलले हाफ गरिदिएको जस्तै हुन्छ सो यहाँ चाहिँ 32वटा टोटल एड्रेसेसहरू अट्ने भयो कि सो 128देखि अब +32 गऱ्यो भने कति हुन्छ 128देखि +32 गऱ्यो भने कति 159वटा हुन्छ होला होइन 128बाट +32 गऱ्यो भने 159 हुन्छ नि 159वटा आइपी चाहिँ यहाँसम्म अट्ने भयो क्या सो हामीले यसलाई कसरी लेख्न सक्छौँ भने 128देखि 159सम्मको आइपी एड्रेसहरूलाई यसमा पनि त्यो हुन्छ है यसमा पनि यो भनेको नेटवर्क आइपी हुन्छ यो भनेको ब्रोडकास्ट आइपी हुन्छ सो यसलाई यसमा पनि यो 32मा पनि -2 गरेर जम्मा 30वटा चलाउन पाइन्छ विच इज स्टिल त्यो नि हाम्रो जम्मा 25वटा चाहिन्छ 30वटा ठाउँ छ भनेपछि स्टिल अटाउँछ नि त त्यही भएर 128देखि 159सम्मको आइपी एड्रेसहरूलाई हामीले डिपार्टमेन्ट एलाई दिन्छौँ भनेर भन्ने के यसलाई लेख्नु पऱ्यो हामीले यसरी लेख्नु पऱ्यो होइन अब बाँकी भयो कति 160 159 त यहाँसम्म युज भयो 160देखि अब बाँकी भएको कति 160देखि बाँकी भएको 19सम्मको एड्रेसहरूलाई अब कसरी डिभाइड गर्ने त त्यस्तै गरी फेरि अब हाम्रो कति छ भने 12 र 10 छ नि होइन 12 र 10लाई अकोमोडेट गर्नलाई सबसे नजिक 2 को पावर कति छ 2 को पावर 4 गऱ्यो भने होइन 2 को पावर 4 गऱ्यो भने 16 हुन्छ नि त सो 16मा त यो मजाले अटाउँछ अब त्यस्तै गरी हाम्रो त अघि /27 गरिसक्यौँ नि त अब अझै यसलाई /28 गरिदियो भने अब 16 पनि अटाउने भयो क्या है सो /28 गरिदिने 160 छ 160मा अब 160देखि +16 गऱ्यो भने 160 पनि गरेर गऱ्यो भने 175बाट अट्ने भयो नि त 160देखि 175सम्म अर्को डिपार्टमेन्टलाई दिन्छौँ त्यो चाहिँ त्यसले गर्दा चाहिँ यसमा पनि 16वटा बिटमा 2टा बिट्स नेटवर्क बिट र ब्रोडकास्ट बिट हुन्छ अनि 14वटा बिट्स मात्रै युजेबल छ जसमा 12वटा बिट्स अटाउनुपर्छ सो स्टिल एडजस्टेबल छ यो चाहिँ हाम्रो डिपार्टमेन्ट बीलाई दिन्छौँ भनेर भने अनि 175देखि बाँकी भएको कति 191 भनेपछि 190सम्म होला 190सम्म हाम्रो अर्को डिपार्टमेन्टमा दिने यो चाहिँ डिपार्टमेन्ट दोस्रो डिपार्टमेन्ट भएकोलाई दिने अनि त्यस्तै गरेर यसलाई अझै यसरी भएर यो फिगरमा पनि देखाउनु पऱ्यो कि 159देखि अब 175सम्म यहाँ छ अनि यहाँ चाहिँ सरी यहाँ 176 हुन्छ है बिकज 175 यहीँ छ नि त 176 अनि यहाँ 191 अनि 176देखि 91सम्म यहाँ दिने सो 32वटा टोटल छ यसमा 25वटा अटाउँछ यसमा 16वटा टोटल यसमा 12वटा अटाउँछ यसमा पनि 16वटा छ टोटल अनि यसमा 10वटा मात्रै अटाउँछ यसरी गरेर हामीले सबै पुरै आइपी एड्रेस लाइक यो आइपी पुल यो सबनेटभित्र
तीनटा डिपार्टमेन्ट हामीले यसरी अराउन सक्छौँ भनेर भन्नु पऱ्यो, ल्याङ्ग्वेजमा पनि त्यसरी लेख्नु पऱ्यो। यति गऱ्यो भने अनि ओके।